सबैलाई त्यो जुन नामले चाहिँ राम्रो हुन्छ भनेर राजा रानी बनायो होइन। राजा जस्तै अघि तपाईँले उता बोटिङ गर्नुभयो नि त्यो रानी ताल होइन। यता राजा छ, राजा चाहिँ घाट मात्र छ, अब पोखरी यो ताल बन्ने क्रम छ त्यस्तो भयो होइन। त्यसपछि होइन हौ यता अर्कै छ हौ त्यो रानी भयो होइन। अनि यो खोला जस्तो तपाईँले याद गर्नु भन्नुभयो भने जस्तै माथिदेखि यताको रानी यताको राजा तथा देउता भनौँ होइन, यसरी भेट भएर यसरी कुद्ने त ओह्रालो आयो, ओह्रालो आएको छ नि त। यही पानी बगेको है त्यताबाट। अब यहाँदेखि ठ्याक्कै यो फेरि माथि राजा रानीतिरै फर्केको छ नि त उकालो, ठ्याक्कै माथि फर्केको छ हेर्नु। ए है राउन्ड लाएको जस्तै छ त है यो त, यो ठ्याक्कै फर्केको छ क्या माथि नै, राजा रानी चाहिँ फर्केको छ नि त। यो चाहिँ किन यस्तो गरेको भने अब पहिले यहाँ फोहोर गऱ्यो अरे क्या होइन। त्यतिखेर चाहिँ अब यहाँको देउता राजा र रानी चाहिँ भागेको अरे क्या, यिनीहरू चाहिँ सुँग आयो अरे। आएर यहाँ आइपुगेपछि चाहिँ अनि फेरि होइन फर्क्यौँ कि के हो भनेर फेरि फर्केको खोला उकालो गएको छ होइन। अनि ऊ यहाँ पुगेको छ होइन जाउँ भनेर फेरि तल होइन। सँगै जाँदा अहिले हेरौँ कस्तो छ ल होइन। कति दामी है, हेर न औ फुलहरू है। यहाँ म आउने बेलामा पहिला चाहिँ नि फुलहरू थिएन नि त, त्यतिखेर भर्खर भर्खर सुरु भएको थियो नि त यो पार्कहरू त। हेर न है कति दामी दामी, हेर न फुल यहाँ। अनि अर्को कुरा अघि सुन यता अघि तपाईँले याद गर्नुभयो त्यत्रो तालमा तपाईँ जहाँ बोटिङ गर्नुभयो नि एउटा यो के अरे रुखको पात देख्नुभयो त्यहाँ छैन कहिले पनि हुँदैन क्या, किनकि वरिपरि त जङ्गल छ, रुखै रुख छ नि त। त्यो किन त्यो एउटा सत्यता हो क्या त्यो चाहिँ। त्यो अब कतिखेर त्यो के अरे चराले टिपेर लान्छ अरे, हामी पनि देख्दैनौँ देख्छ। तर म अब जन्मेको यत्रो वर्षको होइन त्यो लेकमा छैन त, एउटा पात पनि हुँदैन क्या त्यत्रो ताल, त्यो एउटा सत्यता छ। अर्को कुरो ठ्याक्कै अब जस्तै यता रानी भयो यहाँ गएर भन्छु ल म तपाईँलाई। यो राजा र रानी देउता भेट्ने यो चाहिँ हाम्रो लिम्बू भाषामा माङतुमसिङ भनिन्छ कि। माङ भनेको देउता भइहाल्यो, तुमसिङ भनेको भेट्ने ठाउँ लिम्बू भाषामा। यो चाहिँ माङतुमसिङ जङ्गल भयो। अनि यसको माथि डाँडामा चाहिँ एउटा ठुलो भाग पुरा उयो नाङ्गो छ क्या, त्यहाँ एउटा झार पनि उम्रेको छैन क्या अहिलेसम्म। त्यो देउताहरू खेलेको ठाउँ अरे नि त त्यहाँ, त्यस्तो सत्यता छ यहाँ माथि चाहिँ होइन। त्यही डाँडामा एउटा उयो हाम्रो यो के अरे किराँतको के भन्छ मन्दिर के भन्छ त्यसलाई, युमा माङहिम भन्ने ठुलो मन्दिर छ यहाँ माथि होइन। त्यस्तो छ यहाँ माथि सबै त्यहीबाट लिनु त ल। माङतुमसिङ देउता भेट्ने ठाउँ अरे। रोज चाहिँ नि कस्तो मजाले फुल्छ क्या पाहाडमा चाहिँ। यो खासमा रोज नि चिसोमा राम्रो हुन्छ नि त। आमा 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 पुरा आइ टिप्नु हुँदैन है। हेर न तल हुँदैन यो जाडोमा मात्रै हुने हो नि त, जाडो ठाउँमा। यता टुरिस्टहरू आउँदैछ, टुरिस्टहरू पछाडि टुरिस्टहरू आउँदैछ यहाँ। त्यो अघि मैले भने नि ठ्याक्कै यहाँदेखि फेरि ठ्याक्क तलै गयो कि त्यो देउताहरू राजा र रानी होइन। यो त माथि नै फर्क्यो हो नि त, अलिकति मात्रै जोडिनु बाँकी छ। अनि यो ढुङ्गामै यो ढुङ्गै हो पहिले ठुलो ढुङ्गै, यही ढुङ्गा होइन। यो ढुङ्गै कोपेर यस्तो जोडी नागको देउता यो भनौँ न बनाएको चाहिँ एसियाको फर्स्ट हो। यति लामो कहीँ पनि छैन एसियामा, ठुलो लामो। यो कोपेकै हो नि त, यो ढुङ्गाले नै खोपेर बनाएको रे। यो कोपे त्यतिखेर योहरू चाहिँ थियो है हामी आउने। यो के अरे हाम्रो श्याम गौतमजी हुनुहुन्छ बेलबारीको, उहाँले कोप्नु भएको यो भन्नाले ढुङ्गै खोपेर बनाएको क्या, खोपेरै बनाएको है यो। घुम्यो है अब यो
पानी आएको नि पहिला म यता पनि ठ्याक्कै राउन्ड लाएर गएको छ क्या उताबाट यस्तो आएर फेरि यस्तो गएर यस्तो गएको छ क्या हामी टुरिस्टहरू यहाँ छ उता तल हो क्या दिदीहरू त अघि गएर आउनु भएको रहेछ क्या अनि यो के अरे कटुसको बोट क्या यो कटुसको बोट हो नि त कटुसको बोट यस्तो यस्तो खालको कहीँ देख्नु भएको छ किनकि कटुस त सुरिलो सुत्तो जान्छ नि त फ्याङच्याङ्गा हुँदैन सुत्तो जान्छ नि त कटुसको बोट भनेको यो चाहिँ यस्तो भएको छ यस्तो छ अनि यो चाहिँ पहिल्यैदेखि नै अब म सानोदेखि नै यस्तै देखेको यस्तै छ क्या अनि यहाँ चाहिँ भूत खेल्थ्यो अरे क्या यसको उपरमा राति क्या किनबदन्ती नि अनि त्यही भएर यो यस्तो भएको अरे माथिबाट हेर्दा झ्याम्म छ नि त अनि भूतहरू नाच्ने ठाउँ अरे क्या यसै नाचेर यस्तो यस्तो पारिदिएको क्या नाचेर थिचिदिएछ यस्तो छ कि कटुसको बोट कहीँ छैन नि त यस्तो हुँदैन हो त हुँदैन नि त यस्तो हुने होइन म त कटुसको रुटै देखेको छैन अब हामी अब मतवालीले त सुँगुर खान्छौँ सुँगुर त्यहाँ अनि यो सुँगुर यहाँ सुँगुर छैन त यहाँ सुँगुर त अब खोर ठाउँमै सुत्छ त्यही भएर खोर सुँगुर ठाउँमै एक खोर त भएन यहाँबाट यसरी जान्छ होला अनि यो ढुङ्गा छ नि कछुवा जस्तो क्या अनि कछुवाले मुख गरेको जस्तो क्या त त्यहाँ यो नेचुरल हो यो बनाएको होइन होइन अनि यसको जो चाहिँ माटो पुरिएर जुन भएको छ क्या लामो छ अनि यहाँ चाहिँ लक्ष्मी भनेर जसले यहाँदेखि अब पैसा फाल्छ जे फाल्छ नि त्यहाँ ठ्याक्क हालेको ऊ चाहिँ लक्ष्मी अरे यस्तो दुलोमा कछुवा चाहिँ छ नि त होइन त्यो नेचुरल हो त्यो सुँगुर पनि लगभग त्यस्तै थियो थोरै आकार निकालेको मात्र हो त्यही ढुङ्गालाई ढुङ्गामै कोटेको दामी ठाउँ छ हाम्रो राजा रानी यस्तो हुन्छ नि त हो त कटुस चाहिँ यस्तो हुँदैन कटुस सुलिक्क परेको हुन्छ उँभो जान्छ कि बर जस्तो छ नि त त्यो चाहिँ रोटी ल्याउ त किन नखाएको म कहाँ खान्छु खान्छु है भोक लाग्यो यो पानी चाहिँ परेर होला धम्म छ नि साढे माछा त माथि तालमा मात्र यहाँ पनि तालको निस्केर त्यो सानो उयो सिद्रा माछा चाहिँ हुन्छ होला हौ यहाँ तालकै पानी हो नि झर्ना चाहिँ कहाँ अझै तल हो तल खदम खोला पुल छ नि तल केराबारीको त्यसको मूल यही हो नि त यही हो खदम यस्तो है जस्तै खदम पुल चाहिँ के भन्छ खदम खोला मेन खदम खोला चाहिँ यहाँ यो हो क्या गाउँको नाम जस्तै मेरो सुरुमा मेरो घर यहाँ तल थियो क्या मूल घर पुर्ख्यौली घर होइन खदम गाउँको नाममै खदम छ क्या अनि यो खदम खदम खोलाको सिट चाहिँ यो हो ए भनेपछि त्यो गाउँको नामबाट पो राखेको रहेछ है सिट चाहिँ यहाँ रहेछ तर उहाँ त पानी छैन हराउँछ यहाँ पनि भइन्छ क्या खोलामा साह्रो डराउँछु यो मान्छे चाहिँ नाम लेख्नु पर्ने है मुनि नाम लेख्नु पर्ने है अलिक भ्लगै हुने भयो त मेरो त ल
यता गएको लगाऊ पकेट त भित्रमा आउँछ त कति त घुमेर यस्तो खिचेर नाइ भरे भाइर हुनु पर्यो चल्टीको हातमै पहिले सानोमा मेरो घाँस दाउरा गर्ने ला खोइ मेरो फुल कहाँ गयो के भन्छ हजुरले सानोमा नि म सानो घाँस दाउरा गर्ने जङ्गल हो त्यो कस्तो चलाउनुहुन्थ्यो होइन टाढो? त्यही घर यतै छ उहाँ पनि हामी त कति त हिँडेको थिएनौँ हाइकिङ भयो त हाम्रो हाइकिङ भयो अबै तल्ल पो त पुग्ने ठाउँ त अझै भरे आउने बेलासम्ममा स्यालेको हुँदैन आज भर्नाले बजारै लागेको छ मेरो माथि पनि दिएन लिनु न सेलरोटी खाऊ धेरै किन्नु भएछ मैले त उहाँले त आलुचप पो ल्याउँदै हुन्छ होला ए आलु त ल अब जाँदा ल फर्किँदा म त यही मात्रै लिएर आएँ एक्सपेक्टेसन चाहिँ रङ भएछ अनि यहाँ चाहिँ नि यो सकेको हौ सकेको यो सबै गुराँसको बोटी यो पनि हो तर यो फुलेर सकेको के फुलेर सकिसक्यो सकिसक्यो यो चाहिँ कहिले क्या हाम्रो किराँती राजा कहिले जस्तै यो भरे टाइम भयो भने जुम्ला पर त्यो एउटा दरबार क्या पर टेकअपमा थाहा नि तपाईँलाई नाम मात्रै सुनेको पर उनीहरूको चाहिँ घर राज दरबार क्या कहिले 24 राजा किराँती राजाको 24 अनि त्यो राजा चाहिँ अनि घोडा सेतो घोडामा ओहोर गर्थ्यो अरे यहाँदेखि तल केराबारी कता 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 हुँदै अनि उहाँको घोडा चाहिँ ट्याक्क यहाँ उयो घोडाको टपुस कस्तो छ नि घोडाको ठ्याक्कै उयो ठ्याक्कै यहाँ त्यतिखेर अब यति थिएन होला माथि माथि नै थियो होला नि त अनि घोडा चाहिँ यहाँ लडी मरेको अरे क्या त्यो राजाको अनि त्यो घोडाको चाहिँ उयो बसेको भन्ने एउटा किंवदन्ती छ त्यो चाहिँ उयो घोडाको उयो छ नि ठ्याक्क यहाँ अनि मान्छे पनि त्यति मरेको अनि यो गहिरो छ पहिले गहिरो थियो हामी पौडी खेल्थ्यौँ होइन मान्छे पनि डुबेर मर्यो यहाँ मान्छे पनि डुबेर मरेको अनि यो घोडाकै सम्झनामा चाहिँ यहाँ माथि ठुलो एउटा चौतारा बनाएको छ क्या अहिले पनि होइन यता माथि होइन यता माथि बाटो पहिले म यही बाटो हिँड्छु स्कुल पढ्दा होइन म स्कुल पढ्दा उहाँहरूको गाउँ यतै हो क्या पहिले यो बाटो हामी होइन फेरि यही बाटो फिर्ने हो हामी त त्यो बाटो अप्ठ्यारो होला है राजा रानीको झरना आइपुग्यो हामी झरना भनेको चाहिँ यही पानी तल बगेको क्या यहाँबाट झर्छ क्या ओह्रालो